संघीय सामान्यकरण अनुदान 9 करोड 16 लाख। संघीय राजस्व बाँडफाँड 10 करोड 83 लाख। प्रदेश सामान्यकरण अनुदान 75 लाख 26 हजार। प्रदेश सवारी साधन कर 33 लाख 60 हजार। संघीय सशर्त अनुदान 18 करोड 29 लाख। संघीय विशेष अनुदान 75 लाख। संघीय सम्पूरक अनुदान 85 लाख। अल्ल्या र आन्तरिक आम्दानी 2 करोड 14 लाख 64 हजार। प्रदेश विशेष अनुदान 30 लाख। प्रदेश सम्पूरक अनुदान 50 लाख। प्रदेश सशर्त अनुदान 70 लाख। जम्मा 44 करोड 21 लाख 50 हजार। अब चाहिँ व्ययतर्फ जान चाहन्छु। व्ययको शीर्षकगत चालुगत खर्च गाउँपालिका 6 करोड 88 लाख 50 हजार। शिक्षा युवा तथा खेलकुद शाखा 2 करोड 70 लाख। स्वास्थ्य शाखा 1 करोड 65 लाख। कृषि विकास शाखा 13 लाख 50 हजार। पशु सेवा शाखा 17 लाख। महिला तथा बालबालिका शाखा 31 लाख। आयुर्वेद औषधालय 3 लाख। प्रधानमन्त्री रोजगार कार्यक्रम 4 लाख। न्यायिक समिति 9 लाख। सूचना प्रविधि शाखा 5 लाख। पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा 1 लाख। राजस्व सुदृढीकरण कार्यक्रम 3 लाख। खानेपानी तथा सरसफाई कार्यक्रम 7 लाख। वन तथा वातावरण कार्यक्रम 3 लाख। ओडा चालू 5 वटै ओडामा 30 लाख। अध्यक्ष उपाध्यक्ष पुँजीगत कार्यक्रम 58 लाख। पुँजीगत खर्च 5 वटै ओडाको 2 करोड 20 लाख। गत वर्षको दायित्व पुँजीगत 1 करोड 26 लाख। गापा पुँजीगत 6 करोड 21 लाख 50 हजार। केदार सूर्य बहुमुखी क्याम्पस 7 लाख। अब चाहिँ संघीय सशर्त अनुदानतर्फ शिक्षा युवा तथा खेलकुद शाखा 13 करोड 99 लाख। स्वास्थ्य शाखा 3 करोड 18 लाख 20 हजार। कृषि तथा पशु सेवा शाखा 37 लाख। रोजगार सामी कार्यक्रम शाखा 37 लाख 80 हजार। उद्यम विकास शाखा 10 लाख। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा 5 लाख। गरीब संघ विश्वेश्वर कार्यक्रम 4 लाख। पूर्वाधार विकास झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत 18 लाख। संघीय सम्पूरक अनुदान 85 लाख। संघीय विशेष अनुदान 75 लाख। प्रदेश विशेष अनुदान 30 लाख। प्रदेश सम्पूरक अनुदान 50 लाख। प्रदेश सशस्त्र अनुदान 70 लाख। जम्मा 44 करोड 21 लाख 50 हजार। अब क्षेत्रगत बजेट विवरण। सामाजिक विकास क्षेत्र पालिका अनुदान 4 करोड 93 लाख। सशर्त अनुदान 17 करोड 26 लाख 20 हजार। जम्मा 22 करोड 19 लाख 20 हजार। आर्थिक विकास क्षेत्र पालिका अनुदान 39 लाख 50 हजार। सशर्त अनुदान 1 करोड 59 लाख 80 हजार। जम्मा 1 करोड 99 लाख 30 हजार। पूर्वाधार विकास क्षेत्र पालिका अनुदान 10 करोड 1 लाख। सशर्त अनुदान 2 करोड 53 लाख। जम्मा 12 करोड 54 लाख। वन तथा वातावरण विपद व्यवस्थापन क्षेत्र पालिका अनुदान 26 लाख। जम्मा चाहिँ 26 लाख। अनि संस्थागत विकास सुशासन तथा सेवा प्रवाह पालिका अनुदान 7 करोड 23 लाख। जम्मा 7 करोड 23 लाख। जम्मा चाहिँ पालिका सशर्त अनुदान लगायत 44 करोड 21 लाख 50 हजार। समग्रमा माथिको उल्लेखित बजेट तथा कार्यक्रम अनुमानित पेश गरेकी छु। उक्त शीर्षकको व्ययतर्फ विस्तृत विवरण बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रस्तुत गर्ने बेहोरा अनुरोध गर्दछु। सीमित स्रोत साधन भौगोलिक विकटता एवं असीमित विकास निर्माणका कार्यहरूलाई समन्वय गर्न
अति नै कष्टकर रहेको परिवेशलाई मध्यनजर गरी विकास निर्माण कार्यलाई गुणस्तर र दीर्घकालीन रूपमा प्रयोगमा ल्याउन मिल्ने गरी सम्पन्न गरिदिनु हुन गाउँसभा सदस्यज्यूहरू लगायत आम नागरिक, उपभोक्ता समिति, निर्माण व्यवसायहरू, पत्रकार, बुद्धिजीवी तथा अन्य सङ्घ संस्थामा म हार्दिक अनुरोध गर्दछु। गाउँपालिकाको विकास कार्यलाई सहज र समन्वयात्मक रूपले अगाडि बढाउन महत्त्वपूर्ण सहयोग गर्नुहुने सम्पूर्ण कार्यपालिका, गाउँसभा सदस्यज्यूहरू, विषयगत समितिका पदाधिकारीज्यूहरू, गाउँपालिका एवं अन्तर्गत शाखा तथा वडा कार्यालयहरूमा कार्यरत कर्मचारीज्यूहरू, विद्यालयका शिक्षक शिक्षिकाज्यूहरू, नागरिक समाज, पत्रकार, बुद्धिजीवी तथा सम्पूर्ण बढीकेदारवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई 17औं गाउँसभाको तर्फबाट हार्दिक नमन गर्दछु। अन्त्यमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको कार्यान्वयनमा सम्बन्ध सबै पक्षको सक्रिय सहभागिताको अपेक्षा गर्दै प्रस्तुत बजेट तथा कार्यक्रम निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग र सुझाव दिनुहुने सबै जनप्रतिनिधिज्यूहरू, राजनीतिक दल, कर्मचारी, सरकारी गैर सरकारी संस्थाहरू, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण बढीकेदार गाउँवासी, आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।